एभ्रिवान, नमस्ते सबैजनालाई। आज मैले चाहिँ म्याङ्गो केकको रेसिपी ल्याएर आएको छु। मेरो फेसबुक पेजमा चाहिँ एकदमै आइरहेको थियो यो रेसिपी, अनि मलाई पनि एकदमै इजी लाग्यो र मैले पनि बनाउने ट्राई गरेँ। आउनुहोस् सँगै बनाऊ। मैले चाहिँ सुरुमा 3वटा आँप लिएर त्यसलाई मसिनो गरेर काटेँ। त्यसपछि 2 कप मैदा राखेँ, काटेर राखेको आँप, आधा कप चिनी, त्यसपछि ल्वाङ सुकमेल राखेर यसमा घिउ 4 चम्चा घिउ चाहिँ मैले तताएर राखेँ। अनि त्यसपछि यसमा 2 कप जति दुध पनि राखिदिएँ। अनि यसमा अघि तताएर राखेको घिउ राखेँ र मैले मिक्सरमा पिसेँ। अनि त्यसपछि फेरि निकालेर चाहिँ यतिको ब्याटर हुन्छ। यसमा मैले आधा चम्चा चाहिँ मैले सोडा पनि राखेँ। अनि मैले ग्यास बालेर मोमो पकाउने भाँडोमा चाहिँ यसमा नुन राखेँ। यसमा चाहिँ ढक्कन मजाले लाग्ने भएर मैले चाहिँ यो भाँडो युज गरेको। तपाईँहरू डेक्ची या अथवा घपक्कल ढोकिने भाँडोमा लगाए पनि हुन्छ। अनि मैले चाहिँ स्ट्यान्ड राखेर एकछिन नुनलाई तताउन राखेँ। यता चाहिँ मैले बटर पेपर काटेर मजाले तेल लगाएर बटर पेपरमा अनि यसलाई राखेँ। यसमा चप्किँदैन नि त, यसरी बनायो भने कटुवामा निकाल्न पनि एकदमै सजिलो हुन्छ। अनि त्यही भएर मैले माथिबाट चाहिँ गार्निस गर्नको लागि काजु र बदाम पनि मिक्सरमा पिसेँ र अनि त्यसमा माथिबाट अघि नै बनाएको ब्याटरलाई राखेँ। अनि मजाले राख्ने, अनि यसलाई यसरी ठक 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 पारेर हल्लाइसकेपछि चाहिँ अनि मजाले सबैतिर हुन्छ, नत्र पाल पऱ्यो भने राम्रोसँग हुँदैन। त्यही भएर मैले चाहिँ यसरी राखेँ। अनि मैले चाहिँ यसमा अन्डा राखेको छैन, हजुरहरूले अन्डा पनि राख्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ यतिकै पाक्यो। स्टिम गरेर 15 मिनटपछि मजाले पाकिसकेको थियो, देख्न सक्नुहुन्छ। एकदमै नरम बनेको थियो अनि खाँदा पनि एकदमै मिठो टेस्टी भएको थियो। अनि मैले काटेर सबै बच्चाबच्चीलाई पनि दिएँ, सबैलाई दिएँ घरमा। एकदमै मिठो मानेर खाए उनीहरूले। तपाईँहरू पनि घरमा बनाउनलाई ट्राई गर्नुहोला। थ्याङ्क यू फर वाचिङ माई भिडियो। मलाई फलो गर्नुभएको छैन भने फलो गरिदिनु होला।